हाई साथीहरू, नमस्ते। यो हेर्नुस् त, आज 36 घण्टादेखि निरन्तर भएको पानीको वर्षा आज चाहिँ रोकिएको छ। राति 3 बजेसम्म भएको थियो। 3 बजेपछि चाहिँ पानी रोकिएर छर्लङ्ग घाम लागेको अवस्था हो। यो काठमाडौँको मौसमको अवस्था। अहिले पानी परेको छैन। बिहान 8:30 बजेको। यो हेर्नुस्, काठमाडौँका वरिपरि पहाडहरू पनि लगभग खुलिसकेका छन्। काठमाडौँ खुलिसकेको छ। यो अहिले आकाश पनि छर्लङ्ग खुलिसकेको छ। 24 घण्टा 36 घण्टा पानी आए जस्तो त एउटै पनि देखेकै छैन। यहाँ हेर्नुहोस् त, 36 घण्टासम्म पानी आएको जस्तो नै छैन। के भयो छोरी?